ओम नमो सिद्धाय। सर्वोच्च हिमालय सिद्ध सम्पत्ति विजय यात्रामा निरन्तर सिद्धगाथाको सम्प्रेषण, सम्पादन र अन्वेषणको सिलसिलामा महायोगी महासिद्ध मिनप्पाको विषयमा चर्चा गर्छौँ। मिनप्पा महायोगी दक्षिण भारतको दक्षिण कामख्या क्षेत्रमा जन्मिएका एक माझी हुन्छ, अर्थात् मछुवार, जसको जीवनयापन र घर व्यवहार चलाउने प्रमुख व्यवसाय भनेकै माछाको व्यवसाय नै हुन्छ। त यही सिलसिलामा उनी एक दिन शिकार अर्थात् आफ्नो व्यावहारिकता निभाउनको लागि, आफ्नो कामको लागि उनी नदीतिर जान्छन्, समुद्री सतहमा। त्यो सिलसिलामा जब उनले केही मेहनत गरेर माछा मार्ने कोसिस गर्छन् त उनी आफै एउटा ठुलो माछाको शिकार हुन्छन्। त परमात्माको ठुलो कृपा यो हुन्छ कि महायोगी सकुशल नै त्यो विशाल त्यो माछाको पेटमा प्रवेश गर्छन् र निरन्तर 12 वर्ष उनले त्यस माछाको पेटभित्र ध्यान र समाधिमा रहन्छन्। यो सिलसिलामा उनीको 12 वर्ष बितिसकेको हुन्छ र त्यो 12 वर्षमा उनी त्यसमा ध्यानस्थ भएर केही हदसम्मको सिद्धि प्राप्त गरिसकेकै हुन्छ। फेरि अर्को एकजना माझी जसले माछाकै शिकार गर्नको लागि एउटा उनीले जाल हान्छन् र जाल हान्दाखेरि एउटा यस्तो विशाल माछा उनको जालमा पर्छ कि उनी त्यो माछालाई तान्दाखेरि यति हैरान हुन्छन् र त्यो माछालाई सकुशल बाहिर तान्छन्। तानिसकेपछि उनलाई लाग्दछ कि यो माछा यति भारी त हुन नपर्ने हो, त यो यति भारी माछा हुनुमा पक्कै पनि यो माछाको पेटमा सुन चाँदी हिरा मोती केही हुनुपर्छ, तसर्थ यो माछालाई सकुशल शल्यक्रिया गर्नुपर्छ र सायद आफ्नो जीवनयापन सरल अर्थात् सहज हुन्छ भन्ने एउटा मनवृत्तिहरूलाई निहालिरहेका हुन्छन्। यस सिलसिलामा उनीले जब त्यस माछालाई मिनको जब शल्यक्रिया गर्छन्, त्यो शल्यक्रिया गर्दै जाँदाखेरि भित्र एउटा योगी बसेको हुन्छ, पेटभित्र एउटा योगी बसेको हुन्छ। भित्रको योगीलाई बाहिरको योगीले सोध्छन् कि तिमी को हौ? उनले भन्छन् म मिनप्पा हुँ, म ध्यानस्थमा 12 वर्ष यहाँ बसिरहेको छु। जब उनी त्यस माछाको पेटबाट बाहिर निक्लिन्छन् र उनी यसरी ताण्डव गर्छन्, त्यो ताण्डव गर्दाखेरि यो धरती, यो माटो तपाईँको त्यो पिठो मुछे जस्तो अर्थात् जुनै कुनै भूमि हुन्छ जसलाई हामी दलदला भूमि भन्छौँ, त्यस्तो खालको गिलोपनमा परिणत हुन्छ र त्यो जमिन भासिँदै जान्छ र फेरि उनी चट्टानिलो भागमा त्यस्तै गर्गजहरूमा ताण्डव गर्छन्, त त्यो गर्गज पनि गिलोमा परिणत हुन्छ र त्यो धुलोमा परिणत हुन्छ। यस सिद्धिलाई देखेर उनका हजारौँ दर्शकहरू अत्यन्त चमत्कारिक अवस्थाको दर्शन गर्छन् र वास्तवमा उनी त्यो सिद्धि कसरी प्राप्त गर्छन् भन्ने कुरा हुन्छ। महासिद्धि, महामुद्रा, महायोगको दीक्षा भगवान सदाशिव अर्थात् महादेव उमादेवीलाई दिँदै गर्दा उमादेवी निदाउँछिन् र उमादेवी निदाइसकेपछि त्यो माछाको उनको कुटी नजिकै एउटा माछा हुन्छ, त्यो माछाको पेटमा बसेको मिनप्पाले हस् हजुर, हस् हजुर, हो हजुर, हो हजुर, सुने हजुर भनेर उनले उत्तर दिइरहेका हुन्छन्। पछि पार्वती जब निदबाट जाग्छिन् र भगवान महादेवलाई उमादेवीले हे महादेव मलाई महामुद्रा अर्थात् निर्माणको पथको उपदेश फेरि गर्नु पर्यो भन्दाखेरि अहिलेसम्म तिमीले सुनिरहेकी थिएनौ त? अहिलेसम्म हुन्छ, हो, सुने भन्नेवाला को हो त? वास्तवमा त्यो सम्पूर्ण अभिषेक प्राप्त मिनप्पाको लागि नभएर पनि मिनप्पालाई हुन्छ। यसैलाई भनिन्छ गुरुहरूको अर्थात् महासिद्धहरूको अकारण करुणा। त्यहाँ कुनै मेहनत छैन, शिवले अर्थात् महादेवले उमादेवीलाई दिएको कुरा हो, पाउनुपर्ने उमादेवीले हो, तर मिनप्पाले पाउँछन्। तसर्थ मिनप्पा अर्थात् मच्छेन्द्रनाथ महायोगी भगवान सदाशिवका शिष्यका रूपमा प्रतिष्ठित हुन्छन् र यी महायोगी मिनप्पा सिद्ध जगतमा अत्यन्त गौरवशाली महासिद्ध हुन्। ओम नमो सिद्धाय।